सर्वप्रथम त सबैलाई नमस्ते। म युरोडी श्रोका अनि हाल चाहिँ अब विदेशै भनौँ होइन। अब एउटा चाहिँ सानो युट्युब च्यानल खुलाइसकेको छु होइन। अनि तपाईँहरूको साथ सपोर्ट अनि मायाले नै केही ग्रो अप गरौँ भन्ने म सोचाइमा छु होइन। अनि तपाईँहरूले साथ दिनुहुन्छ, सपोर्ट गर्नुहुन्छ भन्ने आशा बोकेर यहाँ आज चाहिँ आफ्नै भोइसमा, रियल भोइसमा चाहिँ केही भन्दैछु होइन। अब हेरौँ होइन, कसरी सुरु हुन्छ होइन, कहाँसम्म पुगिन्छ होइन। एउटा च्यानल खुलाइसकेको छु र तपाईँहरूले चाहिँ सपोर्ट गर्नुहुन्छ भन्ने पूर्ण आशा बोकेर आएको छु। कृपया लाइक, कमेन्ट, सेयर गरिदिनु हुन विनम्र अनुरोध गर्दछु होइन। अनि अरू के भन्नु, मैले नयाँ कुराहरू चाहिँ लिएर आउँदैछु, आउँछु नै। तपाईँहरूले चाहिँ सपोर्ट गरिदिनु भयो भने, हजुरहरूको माया रह्यो भने, केही कमेन्टहरू रह्यो भने म त्यसको आधारमा पनि केही कथाहरूलाई अझै राम्रो बनाउन सक्छु होइन। हरेक मिक्सिङ नै हुन्छ होइन, हरेक कुराहरू त्यसमा चाहिँ गाह्रो नमानेर हेरिदिनु होला होइन। र अर्को कुरा चाहिँ के भन्न चाहन्छु भन्दाखेरि बिस्तारै नयाँ तरिकाले अहिले चाहिँ होइन, पछि बिस्तारै एउटा हरेक यस्तो काल्पनिक कथाहरूलाई चाहिँ अपलोड गरेर चाहिँ तपाईँहरूको सामु म लिएर आउँदैछु। त्यसको लागि पनि तपाईँहरूले माया गरिदिनु होला, लाइक, कमेन्ट, सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला होइन। हामी नेपाली दाजुभाइहरू सबै मिलेर चाहिँ एउटा च्यानल खोलेको छु र उहाँहरूले साथ दिनुहुनेछ भन्ने पक्कै आशा छ। तपाईँहरूले चाहिँ साथ दिनुहुन्छ र यो मेरो नयाँ हो र म पनि नयाँ हो होइन। अहिले नयाँ नै खुलाइरहेको छु होइन यो युट्युब च्यानल चाहिँ। अनि टिकटकमा चाहिँ म पहिल्यैदेखि नै जोइन छ अनि हरेक कुराहरूमा नै जोइन छ। अनि तपाईँहरूले चाहिँ मेरो युट्युबलाई चाहिँ ग्रो अप गराइदिनु अनि गरिदिनु हुन अनुरोध गर्दछु। नयाँ हो होइन, खासै बोल्नु आउँदैन होइन, बिस्तारै सिक्छ होइन, सिक्दै जान्छ। त्यसको लागि तपाईँहरू दर्शक अथवा हरेक आफन्त साथीभाइहरू होइन, देश विदेश तथा जहाँसुकैबाट भए पनि सपोर्ट गरेर चाहिँ सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट, सेयर सबै गरेर चाहिँ ग्रो अप गर्नको लागि साथ दिनु होला। र तपाईँहरूलाई केही नयाँ सुझाव सल्लाह दिनु छ भने पनि मलाई कमेन्टमा छोड्नु होला। म त्यही अनुसार चाहिँ नयाँ कुराहरू लिएर आउनेछु पक्कै पनि, अवश्य पनि। र सबैलाई नमस्कार। म चाहिँ अहिले बिदा हुन्छु।